हान्तिरै भयो त मिनी बेला राम्रो छैन क्यामेरा मिनी बेलाको हेलो सबैजनालाई नमस्ते नमस्ते। यति बेला चाहिँ हामी भर्खर उठेर नि बिहान भर्खर बिहान हुँदैछ। बिहानै ड्युटी जाँदै हो है। चिसो कस्तो खतरा चिसो छ है। यतिको त यार चिसो यस्तो खतरा चिसो छ। अब यहाँबाट हामी चाहिँ लगभग 20 मिनट जति हिँडेर जानुपर्छ। अनि यो हिँड्दै टक्क छोटो मिठो एउटा मिठो चाहिँ क्लिक हान्दिउँ कि जस्तो लाग्यो, त्यही भएर। अनि यो रोमानिया म पनि आएको धेरै छैन। कोही रोमानिया आउन चाहनुहुन्छ भने है एकदम ठुलो सपना चाहिँ बोकेर नआउनु होला होइन। ठिक्क लाइक के भनौँ होइन, खासै एकदम ठुलो सपना देखेर चाहिँ नआउँदा हुन्छ रोमानिया। प्लस यहाँको ठाउँ चाहिँ राम्रै छ, ठाउँ राम्रै छ, चिसो बढी छ, त्यस्तै हो। यहाँको ट्रान्सपोर्ट फ्री बस, रोमानियाको बस त्यही छ। केटाहरू चाहिँ यस्तो हिँडेर उता पुगिसक्यो। तर हो रोमानियामा त अनि अलि ढिला चाहिँ रात पर्ने, छिटो चाहिँ उज्यालो हुने हुँदो रहेछ कि के हो? हो दाइ, हो। अहिले कहाँ छौँ हामी दाइ? हामी ब्रासप रोमानियाको मुटु। मोस्टली टुरिस्टहरूले चाहिँ घुम्ने डुल्न आउने रहर गर्ने ठाउँ हाम्रो नेपालको मुस्ताङ जस्तो। हाम्रो चाहिँ आज फर्स्ट ड्युटी हो है। फर्स्ट ड्युटी ल सबैलाई पशुपतिनाथले कृपा गर। चिसो त खत्रै चिसो लागिरहेछ। पनि दुखिसक्यो। यो ठाउँहरू यस्तो छ, पुरा छ ठाउँ। अब यहाँ यस्तो छ है। अहिले फोटो हानिदिइरहेछ। अब केटाहरू अगाडि गइसक्यो। तर जियोस् त्यस्तो आफूले सोचे जस्तो चाहिँ खासै लागेन हो। ठिक त ठिकै छ कि ठाउँ, यहाँको मान्छेहरू चाहिँ त्यस्तो हेल्पफुल नहुँदो रहेछ है। म चाहिँ अब सिग्नल क्रस गर्दैछु ल। जो सिग्नल क्रस गर्दा चाहिँ यहाँको यस्तो रुल रेगुलेसन यति राम्रो कि तपाईँ बाटोमा हिँड्दै हुनुहुन्छ नि, यदि बाटो क्रस गर्दैछ भने चाहिँ फर्स्ट प्रायोरिटी भनेको जसले जो पैदल हिँडिरहेको छ होइन, उसको लागि चाहिँ फर्स्टमा के गाडीहरू टक्क रोकिदिन्छ क्या। त्यो सिस्टम चाहिँ एकदम बब्बाल लाग्यो कि, दामी छ त्यो सिस्टम चाहिँ हो, एकदम राम्रो लाग्यो। सो धेरैजनाहरूले चुरोहरू पनि खत्रै पिउने। अनि यदि तपाईँहरूलाई होइन ठिकै लाग्छ भने लाइक सब्सक्राइब भन्दा यसो हेरिदिनु होला, कस्तो लाग्छ जिज्ञासा होइन। अब कुनै चिजहरू हेर्नु मन छ भने भन्नु होला भाइ, यस्तो हेरौँ न खोइ त्यहाँ कस्तो हुन्छ तपाईँ सोध्नु सक्नुहुन्छ। सायद मलाई पनि अब लगभग 2-4 दिन भइसक्यो, सायदै अब त्यस्तो धेरै कुराहरू त थाहा छैन कि, अलिअलि हल्का फुल्का चाहिँ जोस् थाहा हुँदैछ। आज त फर्स्ट ड्युटी जाँदै हो। जाडो खतरा जाडो छ। फेरि यो ठाउँ फेरि है अलि रोमानियाको सबैभन्दा चिसो ठाउँ भनेकै ब्रासोभ
अब यहाँनिर रोमानियामा खासै त्यस्तो हुँदैन कि यहाँनिर चाहिँ अलि ठुलो ठुलो बिल्डिङहरू पनि हुन्छ सबैभन्दा टुरिस्ट एरिया भनौँ न टुरिस्ट एरिया रे राम्रो एकदम सो यति बेला चाहिँ हामी अब पुगिसक्यो यो पछाडि देखेको त छैन थालिसक्यो अनि चाहिँ पार्किङमा बस्नुपर्छ टक्क लागेर हो एकछिन पछि आउँछ अब यहाँदेखि चाहिँ हामीलाई पिकअप गरेर अर्को ठाउँ जाने हो फेरि समस्या छ गरेको अवस्था अहिले चाहिँ घाम लागिरहेछ हो एकदम मस्त घाम लागिरहेछ बिहान एकदम खुसी हुँदै गएको कि अनि नेपालबाट चाहिँ के भन्छ अरे मेन पावरले नि किचन हेल्पर भनेर आएको कि अब सेफको पछाडि काम गर्नुपर्छ कटिङ सटिङ यताउता हो तपाईँहरू ट्रेनिङ लिनु भन्दै थियो हो कि अनि त्यस पछाडि म चाहिँ ट्रेनिङ पनि लिएन किनकि मलाई काम आउँथ्यो र ठिकै छ भनेर आइहाल्यो अनि धेरै वेट गरिसके पछाडि भिजा लागेर खुसी हुँदै आयो अनि त्यस पछाडि आज फर्स्ट ड्युटी पनि पुग्यो ड्युटी पुगिसके पछाडि बल्ल अचम्म लाग्यो अनि गयो अरे यत्तिकै एकछिन लग्यो बस्यो है खाजा साजा खुलाइदियो आमा पुरा के फेसिलिटी हेर्दा त ओ माई गड यस्तो नि त्यस पछाडि चाहिँ अनि हामीलाई ड्युटी लिएर गयो हो भित्र ठुलो किचन छ रहेछ किचनको छेउमा एउटा पानी बगिराख्ने ठाउँ रहेछ ठुलो ठुलो भाँडाहरू लगेर त ल तपाईँको काम यही हो साइसुई कम्पनी सुरु गर्नुहोस् भनेर एप्रेन दियो प्लास्टिकको अनि प्लास्टिकको जुत्ता दिएर त अब के भन्नु यार म एकदम निशब्द भयो कि एकछिन बिहान खुसी हुँदै गइरहेको मन एकदम एकछिन दुःख लाग्दो पनि भयो र त्यस्तै अब के भन्नु है यस्तै छ रोमानियाको जिन्दगी किनकि जस्तो सोचिन्छ जस्तो सोचेर आउँछ त्यस्तो चाहिँ छैन ल रोमानिया